नमस्ते सबैजनालाई। मेरो नाम सुन्दर। म चाहिँ मलेसियादेखि काम गर्दैछु 3 वर्षदेखि मलेसियामा। आज चाहिँ फेरि शनिबारको दिन 8 घन्टा ड्युटी गरेर आएँ। भर्खर सुतेर उठेँ, नुहाइधुवाइ पारेर अब फेरि खानासाना खान्छु, फलफुल मात्रै। मेरो खाना चाहिँ आज के छ? आज खाना चाहिँ मेरो यही हो। आँप, 3टा अन्डा, सुन्तला, टमाटर। अब यसलाई काट्छु अब ल। आजको खाना पनि कडा छ हिजोको जस्तै। एउटा आँप, एउटा केरा, सुन्तला, टमाटर अनि 3टा अन्डा। यही हो आजको खाना, बेलुकाको खाना। जहिले भात खाएर चाहिँ धेरै भएको छ क्या। भात मासु खाएर चाहिँ वाक्क लगाइसक्यो। अब केही दिन 2-4 दिनसम्म चाहिँ 2-4 दिन भन्दा पनि 1 हप्तासम्म यस्तै खाना खान्छु ल। अब चाहिँ काट्छु अब ल। अब यसलाई चाहिँ काट्छु अब ल। खाना रेडी फाइनली यही हो आज मेरो खाना। 3टा अन्डा थियो, काटेर 6वटा पिस भयो। बिचको चाहिँ सुन्तला, यो चाहिँ टमाटर, यो एउटा केरा हो, यो एउटा आँप हो। आजको खाना चाहिँ यही हो मेरो। फर्स्टमा चाहिँ आँप खान्छु है म। फाइनली खानासाना पनि खाएर सकियो। यही हो खाना, फलफुल। बेलुका खाना जहिले आएदेखि नै माछा मासु खाइरहेको थिएँ। अब 1 हप्तासम्म या त 10-12 दिन यस्तै फलफुलहरू खाने कोसिस गर्छु बेलुकाको बेलामा चाहिँ। यस्तै हो। खानासाना खाइयो। अब खानासाना खाएर ल भाइ अब साफसफाइ गर्छु, सुत्छु। भाँडासाँडा माझेर पनि सक्यो, साफसफाइ सबै भयो। अब चाहिँ सुत्ने ल। यही हो आजको ब्लग। बाई, गुड नाइट।